जसलाई मूर्छा पर्ने बिमार छ, जो बेहोस भएर बङ लड्ने समस्या छ जसलाई है, उनीहरूले के गर्नुपर्छ त्यस्ता बिमारीहरूलाई है। कतिजना माइग्रेनको बिमारले त्यस्तो हुनसक्छ, विभिन्न कारणले गर्दा हुनसक्छ, मिर्गीको कारणले, मिर्गीको दौड पर्दाखेरि पनि त्यसरी बेहोस हुने गर्दछ र कतिजना त त्यतिकै, कतिजनाले सहारा पाएन भने ज्यान पनि गुमाउने गर्दछ। र त्यस्तो बिमारीलाई कसो निको पार्ने भन्दाखेरि यहाँ देखिरहनु भएको छ यो सिरिसको बीज हो। यो सिरिसको बीजलाई निकाल्नुहोस्, भित्रबाट निकालेर यसलाई मजाले धुलो बनाउनुहोस्। अनि तपाईले जुन एउटा बाख्राको दुध ल्याउनुहोस्, बाख्राको दुधमा यसको धुलोलाई मिसाउनुहोस्। अनि मिसाएर मजाले मिसाएर जो बेहोस भएको छ, जो लडेको छ है, उनीहरूलाई सुँगाइदिनुहोस्। यो सुँगाइदिनुहोस् र यसरी सुँग्ने साथ उनीहरू अचेतबाट चेतमा आउने गर्दछ है। यसरी बेहोस भएपछि उनीहरू बेहोस भएकोबाट उनीहरू जाग्ने छ। त्यस्तो गुण छ यो सिरिसको यो पत्ताको यो बीजमा। त्यही कारणले गर्दाखेरि त्यस्तो तपाईहरुलाई कसैलाई पनि बिमार छ भने, लड्ने बिमार छ, रिङ्गोटा लागेर लड्ने, मूर्छा पर्ने त्यस्तो खाले समस्या छ भने तपाईहरुले यो प्रक्रिया सधैँ गर्नुहोस्। बाख्राको दुधमा तपाईहरुले यो बीजलाई कुटेर तपाईहरुले यसलाई सुँग्ने, जुन एरोमा थेरापी पनि भनिन्छ, सुँग्ने काम तपाईहरुले गर्नुहोस्। यसलाई हल्का 1 चम्चीको रूपमा खाँदा पनि हुन्छ है। र खानुभयो भने यो समस्या तपाईहरुको जीवनबाट सधैँ भरिको निम्ति हटेर जानेछ। भिडियोलाई शेयर गरिदिनु होला। धन्यवाद।